खुट्टा निकाल के गर्छ भगवान् सुरुमै नलड ल गाइस यहाँबाट चाहिँ हाम्रो ट्रेल सुरु हुन्छ। आज चाहिँ म पोलिगन लिएर आएको छु। सुमन दाइ आफ्नो बेस्ट बेन्च लिएर आउनु भएको छ होइन। आज चाहिँ अल्टिमेट एडभेन्चर भन्ने ठाउँ यो रिसोर्टबाट सुरु गर्दैछौँ। त्यहाँ छ व्हिल अफ तारेभिर, त्यहाँ छ अप्पर तारेभिर। ल सुमन दाइ लेट्स गो। ल शेरबाडी भाइ ल ल लेट्स गो। भाइले चाहिँ आज मेरो फुल भिडियो निकाल्ने छ हेरौँ है। ल ल गियर ठिकै छ यस। ल 3 ल 2 1 गो सुमन दाइ लेट्स गो। ओए ओए चेन फुक्लेन ठिकै छ। ओए चेन फुक्लियो ठिक छैन। फुक्लियो गाइस हेर्नु न सुमन दाइको बिजोक छ। ट्रेलमा कन्टिन्यू गरौँ आनन्दले। सुमन दाइ सुरुमै मेरो चेन फुक्लेर यस त्यहाँ ब्याड लक भएको छ। ल लेट्स गो आनन्दले इजी नो हरी अलवेज वरी। ओ माय गॉड मैले बोल्न सकेँ छैन यार। कस्तो फोकस गर्नु पर्यो। ओ माई गॉड आयो कमिङ म चाहिँ आनन्दले गएर मेगा फुल। ओ माई मेरो कर्नरिङ मिलेन नि त। ठिकै छ होइन आनन्दले जानुपर्छ। ऱ्यान्डमोल म अप्पर लाइन सुमन दाइ लोवर लाइन। ओ माई गॉड ओ माई गॉड यहाँदेखि चाहिँ होइन गाइस हाम्रो रेल ट्रेल सुरु हुन्छ। रेल डिल भनौँ न। ढाटेलमा चाहिँ गाह्रै छ है गाइस यो ट्रेल चाहिँ। आम्बो अब चाहिँ हाम्रो होइन मेन ढुङ्गाबाट सेक्सन सुरु हुने भने चाहिँ यहाँदेखि हो क्या। ओ माई गॉड सुमन दाइ ओ माई गॉड मेरो चाहिँ होइन हल्का सुमन दाइले अड्काइदिनु भयो क्या। भित्रमा मेरो चाहिँ आफ्नै लाइन थियो त्यो पनि राम्रोसँग हाल्न पाएन। ठिकै छ छैन। यो फेरि हाम्रो स्पिड सेक्सन छ। ओ माई गॉड कस्तो झ्याप्पे लगेको साइकलले तानिर। ओए कस्तो चिप्लो माई गॉड चिप्लो माई लर्ड। ओ माई गॉड भ्यू हेर्नु न त छोडिदिनु। सुमन दाइ कुन बाटो। ओ माई गॉड सुमन दाइले कुन बाटो ल्याउनु। लेट्स गो। ओ यहाँ चाहिँ हाम्रो इनसाइड लाइन लिनुपर्ने हुन्छ। ओए कुन लाइन लिनु भयो। ओए ढुङ्गाले छोयो। ओए मा कसम म चाहिँ रोकेँ यार। ओए सुमन दाइ कहाँ पुग्नु भयो। ओ या ड्रप यहाँ पनि ड्रप ओ माई गॉड कस्तो चिप्लो यार। ओइ सुमन दाइ कति छिटो कुदाउनु भयो यार। सुमन दाइ हल्का बिस्तारै नाइस। ओ माई गॉड कस्तो चिप्लो है। ओए ओ माई गॉड मैले चाहिँ झन् केही नि देखाएन के। सुमन दाइ अगाडि हुनुहुन्छ नि त। ल लेट्स गो। ओए रक गार्डन हो नि त होइन गाइस। यो ट्रेलको खासियत रक गार्डन हो क्या। ओ माई गॉड लास्टै। ओ माई गॉड कत्रो ढुङ्गाहरू। ओ माई गॉड ओके ल गाइस यो चाहिँ हाम्रो सेकेन्ड पार्ट होइन। अब चाहिँ सुमन दाइले क्यामेरा बनाउँदै हुनुहुन्छ म चाहिँ लिड हेर्नु होला है त। ल साथी अब म चाहिँ सुरजको भिडियो बनाउँछु। आधी सुरजले बनायो अब म बनाउने छु सुरजको। ल लेट्स गो। के गर्छ भगवान् सुरुमै नलड ल के देख्यो यस्तो नै हुन्छ त नि। सुरुचोटिमा सुरज भाइ लडाइहाल्यो। अब गाइस दोस्रो चोटि ल लेट्स गो। ल सेभ राइड है। सुरज भाइको लिडिङ हेरिदिउँ अब। आइस आरामले ढुङ्गा छ बाटो चाहिँ पहिलाभन्दा धेरै नै ढुङ्गा भइसकेको छ यो बाटो। चिप्लो छ त यार बर्खाले गर्दा पनि। ह्यान्डीले बगाइदियो
आरामले आरामले धेरै नै चिप्लो छ जस्तो छ ढुङ्गाहरू पनि ओइ वेट ओ वेट मेरो हाइड्रेलमा गाह्रो छ फेरि उसलाई डबल सस्पेन्सन भेट्नलाई सो ओ नाइस लाइन बल्ल लाइन चुज गरेँ केटोले राम्रो मन पऱ्यो यो लाइन चाहिँ म चाहिँ जाँदैन त्यो लाइन तिम्रो लाइन कत्रो कत्रो जरा हो यप नाइस ढ्यान्डीले बाङ्गो भइसक्यो के गरी झार्नु नि यस आई एम कमिङ हियर ओ कत्रो कत्रो ठाडो छ वेट मेरो ह्यान्डीले बाङ्गिसकेको थियो क्या त्यही भएर एकछिन रोकेँ क्या ल ल लेट्स गो सो हाम्रो फाइनल स्टेज है यहाँबाट चाहिँ अनकन्ट्रोल वेट नाइस नाइस वेट देख्नु पऱ्यो ओ चिप्लो सार त्यहाँबाट म चाहिँ जाँदैन लु भयो मेरो ब्रेकले थाम्दैन त्यहाँ चाहिँ यो ओइ ओइ पानी पानी पाइप 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 वेट वेट गाह्रो रहेछ यस आरामले आरामले भाइ साहब ओ ड्रप यप के चाहिँ फाइनल सो गाइज हामीले चाहिँ यहाँ भर्खरै सर्ट्स भिडियो बनाएर अब लाग्नु लागेको ल अब तल पनि एउटा बनाउने भनेको सर्ट्स भिडियो सो सुरजको हेर्नु है कलाहरू देख्नु भयो नि तपाईँले अब सिडीमा पेडल गर्छ भगवान् त्यस्तो मान्छेहरूसँग हुन्छ नि मलाई चिपालेर लडाउँछ यो मान्छेले भन्छु त मेरो त चिप्लिन्छ बिस्तारै 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 भाइब्रेट खुट्टा निका ओ यस्तै हुन्छ क्या मलाई थाहा थियो त्यही भएर म त कन्ट्रोलमा आइरहेको छु आज भाइ पनि सुत्ने रहेछ मैले बुझिसकेँ बल्ल राम्रो लाइन लियो क्या भाइले यो भनेको नहाल्दा ठिक हुन्छ ओइ अगाडि त मत है भाइ मत है भाइ छोडो 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 यो 1 2 यो एन्डो लेफ्ट एन्डो यप यार स्लो 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 अरे बेटा किधर रोकेगा भाइ साहब यहाँ चाहिँ सिधा बनाउनु पऱ्यो जति सक्दो आफूले यसो गर्ने ए भएन एन्डो ट्राई गर्नै पऱ्यो आउट 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 ह्यान्डल बाङ्गो फुल्ली ह्यान्डल बाङ्गो भइसक्यो मेरो अनि तिमी हात हान्दैनौ एकछिन वेट वेट ह्यान्डल यस्तो बाङ्गो भइसक्यो आरामले के हुनुसक्छ यार धेरै बसिआएको अरे यप 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 अरे एन्डो आरामले आएको नि म त कुल गरेँ एउटा त्यहाँ चाहिँ भिडियो बनाउनु मन लाग्यो क्या